प्लानिङ गरेर के हो हजुर यो सामानहरु कहाँ राख्ने त्यो काम लाग्छ नि त हजुर कति समयसम्म यहाँ धेरै मेटेरियलहरु यसलाई कसरी युटिलाइज गर्ने पिरियड सबै सल्लाह गरेर गरौँ न डिपार्टमेन्टले एसेसमेन्ट गरेर कति पैसा हामीले चाहिँ क्लियर गरौँ ल पहिला चाहिँ फर्स्ट हामीले यसलाई डिप्रेसिएसन क्लियर गर्नुपर्छ पहिला यसलाई क्लियर गरौँ अहिले यो क्लियर गरेर राख्ने टेबल कहाँ राख्ने यही त चाहिने चिजहरू हो नि त आई अन्डरस्ट्यान्ड अहिले जुन ठुल्ठुलो बोल्डरहरू देख्दैछ नि भर्खर बगारलाई पहिल्यै थियो ग्यालेरी पछाडि थियो बोल्डर माटो बगाएर अलि हल्लियो त्यो बोल्डर हल्लियो त्यो बगाएर ल्याएको बोल्डर त्यो चाहिँ ओभरफ्लो भएको यो प्रोटेक्सन पनि धेरै छ प्रोटेक्सन पनि तपाईँको डल्लै प्रोटेक्सन थियो खोला माथिबाट पड्केर आएको छ पैसाहरू होला यिनीहरू पैसा